हेलो गाइज वेलकम टु माई दसैँ सिरिज। अनि आज थियो दसैँको नेक्स्ट डे भन्दा नि नेक्स्ट डे। अनि हामी चाहिँ हिँड्यौँ राम हेर्न। राम मिन्स मेला। यो चाहिँ एउटा टिपिकल पहाडी वर्ड हो, राम। अनि यहाँबाट म र मम्मी चाहिँ थकाइ ल्याएर बिजोग। हाम्रो घर चाहिँ तल अनि राम एकदम माथि। अनि आजभोलि चाहिँ यहाँ यस्तो सिडी गराएर रहेछ, उकालो चढ्न सजिलो। अनि घाम पनि यस्तो लाग्थ्यो, मैले त एक्सपेक्ट गरेको थिएँ योपालि पहाडमा जाडो हुन्छ, बट यहाँ घाम थियो। अनि त्यहाँ गएको, त्यहाँ स्टार्ट भइसकेको थियो। यसलाई भन्छन् हामीले सराय नाच। हेर्नुहोस् त। अनि यहाँ चाहिँ मेरो भाइले एउटा आन्टीलाई जिस्काउँदै हुनुहुन्थ्यो, किनकि त्यो शान्त भएर बस्न सक्दैन। अनि यो हो यहाँको बाजाहरू। हाम्रो नेपाली सङ्ग यस प्रकार सुनिन्छ, हेर्नुहोस्। अनि लास्टमा यो भ्याएपछि हामीहरूले खेल्छौँ पट्टा। यो चाहिँ पट्टा खेलिराख्दै हुनुहुन्छ सबैले एकदम इन्जोय गर्दै। अनि यहाँ चाहिँ मेरो मम्मीले आफ्नो माइला बालाई जिस्काउँदै हुनुहुन्थ्यो, मिठाई माग्दै हुनुहुन्थ्यो, बच्चा बच्ची जस्तो गरेर दिनुहोस् मलाई दिनुहोस्। उहाँ चाहिँ लजाउँदै हुनुहुन्थ्यो। र हामीले नास्ता खाएर मेला हेरेर हामी चाहिँ अब सब घरतर्फ भिडियो फोटो खिच्दै घरतिर लाग्यौँ। आजको लागि यति नै, बाई।